गुड मर्निङ गाइज। हाम्रो चाहिँ आज डे सेकेन्ड हो। डे सेकेन्डमा चाहिँ हामी फर्स्ट डेमा चाहिँ हामी यहाँ कहाँ बस्यौँ भन्दाखेरि कुसामा बस्यौँ। कुसाभन्दा अलिकति माथि रहेछ निलो होमस्टे भन्नेमा। राम्रो होमस्टे होइन, सफा छ, तलभन्दा पनि एकदम धेरै सफा छ, खाना पनि मिठो छ। अनि त्यहाँबाट चाहिँ हामी बिहान बिहान निस्कियौँ। अब घुसासम्म चाहिँ बाटो एकदम अप्ठ्यारो छ है, ठाडै उकालो छ, एकदम गाह्रो भयो। म त हिजो आज कन्टिन्यू गर्न सक्छु भन्ने पनि लागेको थिएन होइन, अनि लागेको थिएन। अनि एकदम खुट्टामा तेल लाएर सुतेपछि चाहिँ आज म फ्रेस छु। अनि यो भ्यू छ पछाडिको भ्यू। अनि गाइज हामी चाहिँ हिजो चाहिँ म एकदम धेरै थाकेर भ्लग कन्टिन्यू गर्न पाइनँ। सुरुको दिनमा चाहिँ धेरै हिँड्न सकिँदो रहेनछ। अनि हामी चाहिँ घुसाभन्दा माथि कुन ठाउँ अरे त्यो नाली होमस्टे भन्ने ठाउँमा जुबेलका आएर बसेर अहिले चाहिँ हामी बिहान। अनि जुबेलका चाहिँ के भएको थियो भन्दाखेरि म चाहिँ आज कन्टिन्यू गर्न सक्दिनँ भन्ने भएको थियो होइन। त्यसपछि खुट्टा सुट्टा मसाज ससाज माटमुट गरेपछि त्यहाँबाट मजाले 10-12 घन्टा सुतेपछि आज चाहिँ मजाले ज्यान पनि दुखेको छैन। बाटो नि राम्रो रहेछ। म भ्यू अहिले देखाउँछु एकछिनमा। अनि जान लाग्यो अब चाहिँ। आई लभ अपीवाला स्पट पनि खिचिसक्यौँ हामीले। अघि त्यो बिर्सेन त धेरैजना मान्छे थिए, त्यही भएर। सो यो हाम्रो रुट थियो है। मकरीगढ आइपुग्यौँ। अनि मकरीगढबाट चाहिँ हामी घुसा हुँदै नाली हुँदै होइन, नालीमा स्टे गरेर अनि अर्को दिन चाहिँ हामी चाहिँ सिटी हुँदै सिमारसम्म यो जुम गरेर हेर्दा हुन्छ होइन, सिमारसम्म पुगेर सिमार चाहिँ राति पुगेका थियौँ। र अर्को दिन बल्ल हामी चाहिँ बेस क्याम्पमा पुगेका थियौँ। जे होस् यो रुट पनि हामी गएको रुट पनि खोलाको तिरैतिर नै छ म्याक्सिमम टाइम होइन। अनि यो मेबी अर्को रुट पनि खोलाको अर्को साइडबाट जस्तो लाग्छ मलाई। यहाँ गएर चाहिँ सेम हो, यो बाटो चाहिँ सेम हो जाने होइन। अब साथीहरूभन्दा म लिडमा छु अहिले चाहिँ होइन। साथीहरू थाके। अनि त्यसपछि हो अहिले चाहिँ ओह्रालो लाग्दैछौँ। अनि के अरे सिटी पुग्नलाई अब हाम्रो लगभग 40 मिनट्स जति बाँकी छ होइन। अनि यस्तै छ। उतानिर एउटा भिलेज छ एउटा, त्यही होला मेबी यहाँ एउटा खोला रहेछ होइन। त्यो खोला चाहिँ तर्नु पर्ने। लेट्स सी हाम्रो कस्तो हुन्छ खोला तराई। सिटी नपुग्दै यस्तो आउँछ है गाइस।
परिया तैले बिसाउने भारी सुन माया डाडेको चौतारी। हेर केटी हो, एउटा भरिया खोज्नुपर्छ, भरियाले ब्याग बोकिदिन्छ, आफू चाहिँ लुखुर 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 हिँड्ने सजिलो हुन्छ केटीहरू, बुझ्यौ नि। यहाँ चाहिँ आमाहरूले चाहिँ पुरै भिडभरिको खर काटेर त्यसपछि बोकेर उता उता तल तल भएको पनि लगेर बोकेर अनि त्यसपछि बस्तीलाई दिने गर्नुहुँदो रहेछ। हेर्दैखेरि डर लाग्ने ठाउँमा गएर नि ल्याउने के ल्याउनै पर्ने, त्यस्तो त्यस्तो ठाउँबाट टिपेर ल्याउने। फिटिङ बाटो बाहिर यता निस्किसकेपछि यता जाने बाटो छ, एउटा यता जाने बाटो छ, यो बाटो जानुपर्छ है। हामीले यहाँनिर डिरेक्सन दिइरहौँ, हामीले बनाएको त्यो देख्न त कति देखिन्छ देखिँदैन, तर यता है। बल्ल आज मासु भात टन्न खाइयो, भोक पनि यस्तो लागेको थियो, यस्तो मिठो लोकल मही मासु भात ज्ञानमै। हामी यहाँ आफ्नो ज्यान पुस गर्न सकेको छैनौँ। उहाँ चाहिँ पोर्टर्सहरूले चाहिँ यत्रो यत्रो बोकेर हिँड्नुभयो हामीभन्दा अगाडि। उहाँ पनि एक प्रकारको भरिया नै हो, मेरो ब्याग नि भिडिदिनु भएको छ। सलाम छ भरियाजीहरूलाई। अहिले चाहिँ 4:30 भयो अनि कति बिस्तारै हिँड्नै सकेन, छिरछिर आइपुगेछ। मैले चाहिँ हामी 12:45 चाहिँ हामी त्यहाँबाट खाना खाएको, उसको नाम मलाई याद छैन, त्यो नामै याद हुँदैन के भएको। म त मर्नी भएँ, खालि मलाई बेलुका भएपछि हिँड्नै गाह्रो भएर म जान्न होला भन्ने हुन्छ। अनि फेरि बिहान भइसकेपछि चाहिँ इनर्जी आएर कता दौडौँ हुन्छ, एकछिन दौडियो अनि फेरि सकिन गए हुन्छ। यो चाहिँ गाइस फाइनली हामी चाहिँ कहाँ अरे यो सिमार भन्ने ठाउँमा आयौँ। एक्सपेक्टेसन भर्सेस रियालिटी हो, त्यहाँ युट्युबमा हेरेको भरमा चाहिँ प्लान नगर्नु होला। 4 घन्टा भनेको ठाउँमा हामीलाई 7 घन्टा नि लाग्छ, डिपेन्ड्स अब कतिको हिँड्न सक्छ भनेर। म चाहिँ हिँड्न सक्दिनँ, त्यही भएर मलाई चाहिँ लास्टै गाह्रो भयो। अनि एकदम राति खुलै खोलाको बाटो, न उज्यालो छ न के छ, साह्रै डर लाग्यो गाइस। बल्ल आइयो, ढुक्क भयो। भोलि के हो है अपडेट गराउँछु। हामीसँग जे सँगै हुनुहुन्थ्यो हाम्रो ट्रेक साथीहरू के भन्ने दाइहरू जस्तै हुनुहुन्थ्यो होइन। उहाँहरू चाहिँ उतैतिरको कैलालीतिरको हुनुहुँदो रहेछ। जस उहाँहरू भएर चाहिँ एक टाइप अफ गार्जियनसिप जस्तो चाहिँ भएको थियो हामीलाई। हामी बिस्तारै बिस्तारै हिँड्ने, अनि उहाँहरू चाहिँ अघिल्लै अब एउटा बस्ने ठाउँमा गएर रुमहरू खानेकुराहरू भनिदिने होइन। त्यहाँ चाहिँ मान्छे पुगेपछि मात्रै पकाउनुहुन्छ कि पहिले पकाएर राख्नुहुन्न। धेरै ट्रेकिङ त्यस्तो धेरै मान्छे जाने ठाउँ पनि होइन नि त, अनि त्यो भएर चाहिँ एकदम सजिलो भएको थियो। जाने बित्तिकै खाना खाएर अनि त्यसपछि रेस्ट गर्न चाहिँ जस सजिलो भएको। हामी चाहिँ अब सिमारबाट लागिसकेको छौँ। इट्स 7:30 AM इन द मर्निङ। अनि हिजोको चाहिँ लास्टै भयो, लास्टै डर लाग्ने जस्तो भयो होइन। हिँड्न नसक्ने मान्छे चाहिँ त्यो टाइम युट्युबमा हेरेको टाइम हेरेर चाहिँ आफ्नो सेड्युललाई चाहिँ नबनाउनु होला, अलिक बढी नै टाइम लाग्छ होइन। अनि यहाँ आएर रमाइलो भयो एकदम धेरै। अनि फेरि आज चाहिँ नयाँ जोस जाँगरका साथ हामीले कन्टिन्यू गरिसकेका छौँ। खोलाको तिर जाने हो गाइज है।
यस्तो रिभलेट्सहरू चाहिँ कति छन् हामी कति तरेर आयौँ है, कति छन्। बाबुले हामीलाई लैजान्छन् कि माथि हामी धौलीवटा पुग्न चाहिँ लगभग 1 घन्टाको एस्टिमेसन छ। बादल पुरै सर्रै आयो। अब सिन चाहिँ कस्तो हुन्छ अहिले एकछिनपछि क्लियर हुन्छ कि लेट्स सी। कति राम्रो छ, बस हिँड्न सक्नुपर्छ। हिँड्न चाहिँ डह्रो हिँड्नुपर्छ। त्यो लेखेर गरेर हुन्न, अरू ट्रेक गए जस्तो गोसाइगुन्डा यताउता। म त गोसाइगुन्डा मात्र गएको छु, गोसाइगुन्डा खुमै डाँडा। त्यस्तो हिँडाइले त हुन्न गाइज, नआए नि हुन्छ, मरिन्छ यहीँ। मेरो हालत चाहिँ यस्तो छ अहिलेलाई। धौलीवटा पुग्न अब 1 घन्टा बाँकी भन्ने छ। दाइहरू त्यत्रो बोकेर आउनुहुन्छ, त्यत्रो बोकेर लैजानुहुन्छ। आफूले चाहिँ आफ्नो ज्यान पनि पुस गर्न सकेको छैन। त्यस्तो छ सिनेरियो तराईको लोकल। हेलो दाइ, के छ खबर? ठिक छ, हेलो नमस्ते। हामी चाहिँ तराईको बोइलर भयो, केही गर्न नि सकिएन। हेलो भनिदिनु त्यही त, हेलो भनिदिनु न। चितवनबाटमा चाहिँ हामी ट्याक्कै चितवनबाट है 3 जना, चितवनको बोइलर होइन। हेलो, हामी चाहिँ धौलीवटामा खाना खाएर, धौलीवटा त्यहीँनिर छ, हेर्दाखेरि होइन देखिन्छ पनि। अनि अहिले चाहिँ हामी एउटा डाँडा कटेर त्यो डाँडा कटेर जानुभयो, सबै त्यहीँनिर छ अरे बिस्तार। त्यही भएर चाहिँ हामीलाई बिस्तारै जानु भन्नुभयो होइन। यति राम्रो छ नेपाल, जति घुमो त्यति घुम्न मन लाग्ने, तर घुम्दाखेरि चाहिँ ट्याक्क त्यो टाइममा चाहिँ के हुने गिभ अप गर्न मन लाग्ने। बिहान उठ्ने अनि फेरि जाने, ल त्यही हो गाइज। त्यो चाहिँ फाइनल उकालो हो। म चाहिँ साह्रै थाकेँ। अब भ्यू इन्जोय गर्दै जाने हो, यस्तो छ भ्यू चाहिँ। अब माथि पुगेर पनि आज अब बस्ने मात्रै काम हो, त्यही भएर म बिस्तारै हिँडेछु। मेरो साथीले उहाँ बोलाएको बोलाइ गरेर
जान्छ अगाडि हेऱ्यो भने राम्रो छ पछाडि हेऱ्यो भने राम्रो छ तल हेऱ्यो भने राम्रो छ माथि हेऱ्यो भने राम्रो छ म जस्तै छ यो ओपी बेस क्याम्प जताबाट हेऱ्यो भने राम्रो हमने किया हमने अपने पहाड़ चढ़ लिया और ओपी बेस कैंप आ लिया हमने एकैछिन 5 मिनट मात्र हुने रहेछ है ल भयो उतातिर बस्नु बेस क्याम्प आइसकेका छौँ अपी नम्बा होइन अपी नम्पा होइन अपी बेस क्याम्प होला अपी बेस क्याम्प आइसकेका छौँ है तर अपी बेस क्याम्प भन्दा पनि अपी नम्पा बेस क्याम्प भन्दा ठिक हुन्छ जस्तो छ किन भन्दा नम्पा अनि अपी चाहिँ बिचरा कस्तो सुक्खा देखा है अनि त्यहाँनिर चाहिँ सनसेटको बेलाको चाहिँ हिमाल कस्तो हुन्छ त्यस्तो हुन्छ है अघि अझ कस्तो राम्रो देखाएको थियो हामीले चाहिँ अब फोटो खिच्दाखेरि नै गयो यो पनि एकदम राम्रो छ एकदम आँखा अगाडि नै छ त्यही हो गुड मर्निङ एभ्रिवान आज चाहिँ बिहान उठेँ म अनि बेस क्याम्पमा चाहिँ चिया खाँदैछु चिया विथ बिस्किट्स म चाहिँ माथि गएन मलाई एकदम गाह्रो हुन्छ यहाँसम्म त बल्ल बल्ल आएँ सो आई एम इन्जोइङ माई टी यहाँनिर एउटा दाल रहेछ तर यो चाहिँ फ्रोजन छ है अलिअलि पानी देखिएको छ जस्ट यो अपी हिमालको तलपट्टि भनौँ न
छौँ। हामी चाहिँ बेस क्याम्पबाट चाहिँ धौयोडा पुग्न लागिसकेको छौँ। फर्केर हेर्दा यस्तो देखिन्छ।